फाइनली गाइज बिहानै उठेर होइन ड्युटी सुरु भइसक्यो गाउँ काट्नलाई बिहानै उठेर जाँदैछु क्या होइन आँखै खोले निद्रा पनि एउटा भोलि चिसो चिसो मौसम छ यतातिर चाहिँ दिउँसो चाहिँ गरिब हुन्छ लास्टै अनि बिहान चाहिँ चिसो चिसो हुन्छ गाह्रो छ अबहरू सब मस्तसँग सुतिर आउलान् क्या होइन अब आफू चाहिँ बिहानै भएर गाउँ काट्नुपर्छ काम गर्नुपर्छ क्या गाउँघरतिर यस्तै हो काम गर्दै गयो अनि के भन्छ अब थ्रेसरमा गहुँहरू हाल्नुपर्छ क्या डल्लै छ गहुँहरू काटेर बोक्न पनि पर्छ अनि गाह्रो त भइहाल्छ नि यार गाउँले लाइफ गाह्रो छ नि चाहिँ हाम्रो गाउँकै चाहिँ म चाहिँ बाटोमा हिँडिरहेको छु बारीहरू भन्न हटाउनु चिसो चिसो मौसममा रमाइलो छ होस् तपाईँहरूले मेरो गाउँ पनि देखाउँछु अहिले एकछिनमा स्टक बनाएर म हिँडिरहेको छु अहिले चाहिँ हाम्रो खेतमा जाँदैछु यो चाहिँ स्कुल हो है यो चाहिँ मेरो गाउँ हो चट्टो बनाएर देखिने गाउँ छ माथि घर छ है अनि उता पल्लोपट्टि चाहिँ बरला बजार है अनि यो चाहिँ सिमिटारा भन्छ अनि एकजना घन्टीको घरमा दामी फुलिरहेको छ फुल चाहिँ अनि यो साल चाहिँ गहुँहरू चाहिँ के भएको होला होइन कसैको अगाडि पाकेछ कसैको पाकेकै छैन कसैको पाक्न बाँकी छ होइन यतातिर त गाई छैन अब मकै पनि पोली खाने पाउनु लागिसक्यो कि यतातिर यत्रो भइसक्यो है यस्तो दामी दामी छ यहाँ चाहिँ म खेतमा जाने बाटोमा पुगिसकेँ अब कतिले काटिसक्यो होइन गाउँहरू कसैले काटिसकेको छैन अनि यो चाहिँ रुकुमदानीका हाइवे होइन राप्ती राजमार्ग पाल्लोपट्टिको गाडीहरू हिँडिरह वरिपरि हिँडेको देख्नुहुन्छ तपाईँहरूले पनि अनि यो चाहिँ कस्तो हरियो छ क्या होइन यो अझै पाक्न बाँकी लाग्छ एक दुई दिन लाग्छ अन्त नि यो यतातिर फेरि काटेर नि भ्याइसक्यो सबैले चाहिँ म चाहिँ हिँडिरहेको छु होइन मस्तसँग कुलो छ क्या है त्यस्तो हिँडिरहेको छ पानी पनि हिँडिरहेको छ त्यस्तोमा हिँडिरहेको छु है यो गाउँको लागि कस्तो सबैले काम भइहाल्छन् क्या होइन अब काम गराउने मान्छे नि पाइरहेको हुन्न अनि के गर्ने आफै गर्नुपर्छ चिसो चिसो मौसममा बिहान गाउँ काट्नलाई तनाव हुन्छ क्या अलि गाउँ पनि काट्न पनि आउँदैन अलि ल्याङ लाग्छ क्या मलाई चाहिँ त्यही पनि यार के हेर्नु काम चाहिँ गर्नुपर्छ आफ्नो गाइस तपाईँहरूको कोहीले गाउँ काट्नुहुन्छ होइन टक्क कमेन्ट गर्ने यसो छोड्नु होला है अनि चट्ट बनाएर कमेन्टमा गाउँ काट्ने त्यसले भन्नु यो चाहिँ हाम्रो खेत हो है यतिको छ मम्मीहरूले सबै बोकिसक्यो गाउँहरू सबै लिइसक्नुपर्छ पछाडिको चाहिँ हाम्रो खेत हो सबै देखिन्छ यो चाहिँ हाम्रो मम्मीले गाउँ काट्दै हुनुहुन्छ मजाले मस्तसँग गीत गाइस भाइको यहीबाट के लगाएको थियो यो चाहिँ हाम्रो गाउँ काटै मचिराखेको छ अब आज सक्ने भन्ने प्लान चाहिँ छ नि हाम्रो बिनाजु अनि दिदी
मम्मीले भारी बनाउँदै हुनुहुन्छ घर लाग्ने, बुवाले नल काट्दै हुनुहुन्छ उता। यसो यो चाहिँ हाम्रो गाउँबारी टोटल यति छ परसम्म। यो चाहिँ हो यस्तो मजाले मुठा बाँधिरहेको गाउँको। ल सक्यो मुठो बनाएर पनि। गाउँ काटेर नास्ता खाँदै गरेको अवस्थाको समयमा हाम्रो बुवा हुनुहुन्छ, नास्ता खाँदै हुनुहुन्छ। यत्रो गाउँ काट्यो, अझै छ यति बाँकी, माथि पनि बाँकी छ। सोल्टीको पाल्ने हुन नलाग्नु भएको। हामी मम्मीले फक फक हालिछन् मुखमा। यता हाम्रो कविता पनि यतै छन्। यतिखेर हुनुहुन्छ नास्ता खाएर। हामी त खाइसक्यौँ, अब बाँकी गाउँ काट्ने छ। अनि म चाहिँ गाउँ काटेर बारी बोकेर घर चाहिँ जानु लागेको। थ्रेसरमा लिनुपर्छ कि। फाइनली गाइस मैले चाहिँ लिएर पुरिसकेको छु है। पसिना पनि देख्न सक्नुहुन्छ। अनि यो चाहिँ हाम्रो गाउँ बोकेर ल्याएको गाउँ चाहिँ हो। पसिना पसिना बोके त पनि भयो। ल त गाइस अर्को भिडियोमा भेटौँला।